आज माओवादी हो भन्न पनि लाज लाग्ने र यति धेरै निकृष्ट र घटिया काम गरेको छ। तपाईहरु हेर्नुस्, माओवादीले संसद बन्द किन गर्यो भन्दाखेरि रमेश लेखकको राजीनामा चाहियो भनेर गरेको थियो, अथवा चाहिँ नि रमेश लेखकको सम्बन्ध भिजिट भिसा पर सम्बन्ध छ भनेर गरेको थियो। के भनेका थिए सुनौ। यो इस्यु त्यसै छोड्न सकिने इस्यु होइन, धेरै गम्भीर इस्यु छ भिजिट भिसाको इस्यु। यसमा चाहिँ गृह मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनको लागि सहजीकरण गर्नुपर्छ। अब यो भइसकेपछि आज माओवादीले केमा समर्थन गर्यो भन्दाखेरि अब भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकै छ हैन। उक्त कार्यालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष पुर्याउने नै छ। यसमा के गर्नु पर्यो, किन माग राख्नु पर्थ्यो। अब उक्त विषयका सम्बन्धमा छानबिनका लागि आवश्यक सहयोग गर्नेछ सरकारको सहयोग त गरिहाल्छ नि। माओवादी आन्दोलन गर्नुपर्छ, हाउस बन्द गर्नुपर्छ, विरोध गर्नुपर्छ, सिम्पल कुरा छ। हेर्नुस्, अर्को कुरा त्यस्तै छ। अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत कानुनी संरचना सुधारका लागि उपयुक्त व्यवस्था गर्ने ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले गर्छ। ठोस पहल यो नेपाल सरकारको कामै हो। माओवादीले 17-18 दिनसम्म किन बन्द गर्नु पर्थ्यो? माओवादीले भने के छ भन्दाखेरि यो माओवादीले के पहिला यो बन्दै गर्नु पर्थेन, सिधै समर्थन गर्नु पर्थ्यो हैन। अब समर्थन नगर्ने विरोध गर्ने, अब अहिले आएर यस्तो कुरा गर्ने भने एकदमै धेरै ठुलो यो घात काम